हेलो सर, नमस्कार। आज म हजुरहरूको लागि 9 करोडको घर जम्मा 6 करोड 75 लाखमा लिएर आइसकेको छु, जुन चाहिँ मकालु पेट्रोल पम्पको सँगै रहेको छ। यो भयो रिङ रोड, ठुलो बाटो हेर्नुभयो, यो चाहिँ मकालु पेट्रोल पम्प भयो, हेर्न सक्नुहुन्छ। यो चाहिँ ठुलो बाटो भयो, यो पहिलो घर हो। 5.5 आनामा बनेको घर हो यो। लगभग 4 देखि 4.5 लाख रुपियाँ भाडा पनि आइरहेछ। मेन बाटोमै छ यो। कुनै पनि होटल परियोजनाको लागि अथवा ठुलो अफिसको लागि एकदमै राम्रो हो यो। हजुरहरूलाई राम्रो लाग्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला है त। हस् त सर, ल नमस्कार। हेलो सर, नमस्कार। आज म हजुरहरूको लागि 9 करोडको घर जम्मा 6 करोड 75 लाखमा लिएर आइसकेको छु, जुन चाहिँ मकालु पेट्रोल पम्पको सँगै रहेको छ। यो भयो रिङ रोड, ठुलो बाटो हेर्नुभयो, यो चाहिँ मकालु पेट्रोल पम्प भयो, हेर्न सक्नुहुन्छ। यो चाहिँ ठुलो बाटो भयो, यो पहिलो घर हो। 5.5 आनामा बनेको घर हो यो। लगभग 4 देखि 4.5 लाख रुपियाँ भाडा पनि आइरहेछ। मेन बाटोमै छ यो। कुनै पनि होटल परियोजनाको लागि अथवा ठुलो अफिसको लागि एकदमै राम्रो हो यो। हजुरहरूलाई राम्रो लाग्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला है त। हस् त सर, ल नमस्कार।